हजुरमा यति धेरै सरलपन छ, यो के कारणले गर्दा होला? पैसा नभएर भोटकेमा घन्टीलाई तक्नुपर्छ अन्टीलाई। बात तो सही है। भोटकेमा दिने विचार गरे? अरे जंजीमा यार, म जंजी हो नि भाइ। भोट के मारे चिम्मा भोट के मा रुखमा मासुभात मुखमा। भोटकेमा घन्टीलाई तक्नुपर्छ अन्टीलाई। बात तो सही है। दौड़ना तो पड़ता है। घन्टीमा हो? किन बुवा? किन रे बजाउने ह्याङ्गर लाएर भोट केमा बाजे? भोट केमा? घन्टीमा बोट हाल्दैन, त्यहाँ ढेलमा सिस्नो पानी लगाउँछु। चुनावमा कसलाई दिने हो भोट? कसलाई? घन्टी हल्लाउने भन्नु। घन्टी हल्लाउँदै घन्टीलाई दिने हो। भोट केमा हालेको? घन्टीमा बुढी दिँदैन भत्ता। अब ऊ त झापामा केपी ओलीले त म घन्टीमा भोट हाल्छु भने अनि यिनीहरूमा एमाले भन्दै हिँड्छन् लडेर मनी छँदै छैन यो बात तो सही है। अभी मजा आएगा ना भिडो। नमस्कार, यसपटक हजुरहरूले मोबाइल चिन्हमा छाप पहिलो पटक नयाँ पहिलोचोटि उठो सा दोस्रो कसैलाई चिन्दैन कसैलाई दिँदैन। रासोपासँग यति धेरै डर छ। मलाई घन्टी मन्दिरमा हुन्छ, जङ्गलमा हुन्छ, गाउँमा पनि हुन्छ नि। त्यसो भए त घन्टी घरमा पनि हुन्छ। के छ भोट केमा हाल्ने त? भोट म जंजी हो। भोट मेरो लागि म त गाडा त भोटै हाल्न जान्ने जान्न म त त्यस्तो भनेर हुन्न। जान्न म रानीको सवाल दिए पनि यति क्या बात है सर, क्या बात है सर, क्या बात है, ये बात है। भगवानले नि के गरिदिन्छन् गाँठे। सुख त कहिले नदिने भयो भगवानले। कहिले बरु छिटो छिटो लय त हुन्थ्यो नि, आनन्दै हुन्थ्यो। देश कस्तो बनाउने एमसीसी को बारेमा के छ? पुङलुङ 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 पुङलुङ। भोट केमा हाल्ने आमा? एमालेमा किन हाल्ने हो? हामीलाई भत्ता साथ दिन्छ, खान पाइन्छ। अनि एमाले आएको चिन्ह के हो त? अनि घन्टी खत्म। बाय बाय, टाटा, गुड बाय।
मै पनि एमाले सै पनि एमाले भन्ने दिन गइहाले अरे कहना क्या चाहते हो? वोट केमा घन्टीमा 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 केमा टाँसेर आउन भोट अब जे चौसीका भन्नुहोस् न केमा हाल्नु के भन्नको भन्नुहोस् न केमा हाल्नु भोट केमा हाल्नुको भोट घन्टीमा घन्टीमा हाल्नु घन्टीमा घन्टीलाई घन्टी जिन्दाबाद भोट केमा दिने विचार गरे अरे जंजीमा यार म जंजी हो नि भाइ समझ रहे हो ना हजुरमा यति धेरै सरलपन छ यो के कारणले गर्दा होला? पैसा नभएर पैसै नभएर होला र? पैसै नभएर रुको जरा सबर करो भोट केमा हालिस भोट तिर्मुस अर्को घन्टी रुको जरा सबर करो खत्म बाय बाय टाटा गुड बाय गया भोट के मारे चिम्मा बोट भोट के मारुदमा मासुभात मोकमा भोट केमा घन्टीलाई तक्नु पर्छ अन्टीलाई बात तो सही है दौड़ना तो पड़ता है। घन्टीमा किन बुगा किन रे बजाउने ह्याङ्गर लाएर भोट केमा बाजे भोट केमा घन्टीमा बोट हाल्दैन त्यसलाई ढेलमा सिस्नो पानी लगाउँछ चुनावमा कसलाई दिने हो भोट कसलाई घन्टी हल्लाउने भन्नु घन्टीलाई दिने हो भोट केमा हालेको घन्टीमा बुढी दिँदैन भत्ता अब ऊ त झापामा केपी ओलीले त म घन्टीमा भोट हाल्छु भने अनि यिनीहरूमा एमाले भन्दै हिँड्छन् लडेर म नि छँदै छैन यो
बात तो सही है अभी मजा आएगा ना भिड़ो। नमस्कार, यसपटक हजुरहरूले मोबाइल चिन्हमा छाप पहिलो पटक नयाँ पहिलोचोटि उठोस् दोस्रो कसैलाई चिन्दैन कसैलाई दिँदैन पहिला रासोपासले यति धेरै डर छ मलाई घन्टी मन्दिरमा हुन्छ, जङ्गलमा हुन्छ, गाउँमा पनि हुन्छ नि। त्यसो भए त घन्टी घरमा पनि हुन्छ। भोट केमा हाल्ने त? भोट म जान्छु माग्न मेरो लागि म त गाडा त भोटै हाल्न जान्न म त त्यस्तो भनेर हुन्न नि। जान्न रानीको समय दिए पनि यति क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। भगवानले नि के गरिदिन्छन् गाँठे। सुख त कहिले नदिने भयो भगवानले। कहिले बरु छिटो छिटो लए त हुन्थ्यो नि, सानन्दै हुन्थ्यो। कहिले लैजान्छन् न हो भगवान, छिटो छिटो लैजाऊ। म त के गर्नु भयो। देश कस्तो बनाउने एमसीसी को बारेमा के छ? पुङलुङ 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 पुङलुङ। भोट केमा हाल्ने आमा? एमालेमा एमालेमा किन हाल्ने हो? हामीलाई भत्ता दिन्छ, खान पाइन्छ। अनि एमाले आएको चिन्ह के हो त? अनि घन्टी खत्तम, बाय बाय, टाटा, गुड बाय। मै पनि एमाले भन्ने दिन गइहाले। अरे कहना क्या चाहते हो? भोट केमा घन्टीमा, भोट केमा घन्टीमा, भोट केमा घन्टीमा, भोट केमा घन्टीमा, भोट केमा घन्टीमा। Oh my God! केमा टाँसेर आउन भोट अब धेरै चौसीका भन्नुहोस् न, केमा हाल्नु? के भन्नको भन्नुहोस् न, केमा हाल्नु भोट? केमा हाल्नुको भोट? घन्टीमा घन्टीमा हाल्नु? घन्टीमा घन्टीलाई घन्टी जिन्दाबाद। भोट केमा दिने विचार गरे? अरे जंजीमा यार, म जंजी हो नि भाइ। समझ रहे हो ना? हजुरमा यति धेरै सरलपन छ, यो के कारणले गर्दा होला? पैसा नभएर पैसै नभएर होला र? पैसै नभएर। रुको जरा, सबर करो। भोट केमा हालिस? भोट तिर्नुहोस्। अर्को घन्टी रुको जरा, सबर करो। खत्म,
बाय बाय, टाटा, गुड बाय, गया.